सक्नुहुन्छ यस्तो राम्रो फुलहरू छ हाम्रो गाउँमा हेर्न सक्नुहुन्छ यस्तो क्युट हेर्न सक्नुहुन्छ हजुरहरू हेर्नुहोस् त अनि यता पनि हेर्नु हेर्नु हाम्रो गाउँतिर यस्तो हुन्छ टोलहरूमा होइन हाम्रोतिर पनि यस्तो हुन्छ हेर्न सक्नुहुन्छ यस्तो राम्रो हुन्छ हेर्न सक्नुहुन्छ यो चाहिँ किसको पो फुल भन्छ होइन यसलाई चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरूले हेर्न सक्नुहुन्छ यहाँ यस्तो राम्रो क्युट फुलहरू हुन्छ यहाँ पनि छ हेर्न सक्नुहुन्छ यो चाहिँ रातो हो यो चाहिँ पिङ्क कलरको हो पिङ्क कलरको हो रातो कलरको हो यो चाहिँ यहाँ हेर्न सक्नुहुन्छ यस्तो राम्रो छ यहाँ हेर्न सक्नुहुन्छ यस्तो राम्रो अनि यहाँनिर चाहिँ हाम्रो पप कुकुर छ कुकुर अनि यता चाहिँ यहाँ माथि पनि हेर्न सक्नुहुन्छ यस्तो राम्रो फुलहरू छ अनि उता माथिहरू पनि छ फुलहरू यहाँ मेरो दाइ हुन्छ फोटो खिच्दै हुन्छ अनि यस्तो बाहिरतिर उता हेर्न सक्नुहुन्छ उतानिर हेर्नुहोस् अनि यता हेर्न सक्नुहुन्छ अनि यहाँ हेर्नुहोस् हाम्रै हो यो फुल क्युटवाला फर्स्टमा चाहिँ नि यस्तो यत्रो खालको दाना हुन्छ अनि यस्तो गर्दै फुल्दै गरेर यस्तो हुन्छ कि यस्तो हुन्छ अनि यस्तो हुन्छ अनि यस्तो फुल बन्दै जान्छ हेर्न सक्नुहुन्छ कुन चाहिँ मन पर्यो नि यहाँ हेर्न सक्नुहुन्छ हेर्नुहोस् तर पनि छ यहाँ हाम्रो गाउँको चोक चाहिँ उहाँनिर हो तपाईँहरू हेर्न सक्नुहुन्छ होइन यहाँ यति गर्मी छ कि बेलबारीको चोकमा बेलबारीको यतापट्टिको चोक छ नि त्यहाँनिर बेलबारीको चोकमा यहाँ मोटर बाइक छ कसको मोटर बाइकमा यहाँ डगी साह्रै डगी पुच्छर हाल्नु सुरु भयो हाम्रो आमा तिमी चाहिँ अलि भिडियो नबनाएर राख भोलिको बेला दाँत भएको भिडियो बनाऊ न दुईटा भाइ बहिनी सुतिरहेको अनि हाम्रो रुम छ नि यतापट्टि चाहिँ फ्रिज यहाँ कोठा छ अनि यहाँ फ्रिज छ होइन अनि यहाँनिर चाहिँ कलहरू छ नि यहाँ गाई छ हाम्रो हेलो गाई हेर्न जाने होला हामी जान्छौँ ल एकैछिन हेर्न सक्नुहुन्छ हाम्रो गाईलाई पनि ओ गाई ठिक छ खाना मन लाग्यो जुस छ खाउला ए ल खाउला हाम्रो गाई अनि यहाँ चाहिँ यस्तो छ चामल अनि उतानिर चाहिँ पहिला सुँगुर थियो अहिले छैन उतानिर कुखुराहरू छ होइन हेर्न सक्नुहुन्छ अनि यता चाहिँ के छ थाहा छैन हामीलाई यस्तै हो अनि यहाँनिर चाहिँ यस्तो बसले कहाँ जाने झापा किन फेरि उतै गएर बस्छु के अरे फेरि बोल्नु त उतै गएर बस्ने
यो हाम्रो गाई, यो चाहिँ हाम्रो गाई हो। यहाँ हाम्रो गाई चाहिँ so beautiful, so elegant, just looking like the wow. हाम्रो गाई है, हाम्रो गाई गाई खान मन लाग्यो अझै, खाने अझै खाने। ल्याऊ खाऊ। यहाँ चाहिँ हाम्रो घाँस फुसहरू छ अनि उतानिर चाहिँ त्यो चुलोहरू छ। ल्याऊ यहाँ चाहिँ हाम्रो दाइ यसरी बाइक चलाउँछन्, घरि के गर्छन् थाहा भएन होइन। यहाँ चाहिँ अर्को नि छ एक। ग्याङ छ, ग्याङ पुरै ग्याङ। यहाँ हेर्नु सक्नुहुन्छ यो चाहिँ हाम्रो गाउँ हो, नेपालबाट आएको हाम्रो।